एउटा यस्तो सहर सोचौं न जसलाई एउटा सामान्य बाढले ठिक बीचबाट 2 भागमा बाँडेको छ। हो, बारको एकातर्फ अमेरिकामा हो, अमेरिकामा, जहाँ एउटा औसत परिवारले वर्षमा लगभग $30,000 कमाउँछ। त्यहाँका मानिसहरू ढुक्क छन्, स्वास्थ्य सेवा छ, शिक्षा छ। अनि कानूनको शासन छ। तर त्यही बारको केही मिटर पारी मेक्सिकोमा अवस्था कस्तो छ? आम्दानी 1/3 भन्दा पनि कम, अनि जताततै अपराध, भ्रष्टाचार। र सबभन्दा अचम्मको कुरा के हो भने यी दुई ठाउँका मानिसहरू, उनीहरूको संस्कृति, भूगोल, पुर्खा सबै एउटै हो। हो, यो कुनै कथा होइन। यो एरिजोनाको नोगेल्स र मेक्सिकोको नोगेल्स शहरको वास्तविकता हो। र यही प्रश्नले हामीलाई आजको हाम्रो छलफलको केन्द्रमा ल्याउँछ। राष्ट्रहरू किन सफल वा असफल हुन्छन्? आज हामी ड्यारोन एस्मोग्लू र जेम्स रबिन्सनको किताब वाइ नेशन्स फेल ले दिएका जवाफहरूको गहिराईमा पुग्ने कोसिस गर्दैछौँ। हाम्रो उद्देश्य भूगोल, संस्कृति वा नेताहरूको अज्ञानता जस्ता सामान्य तर्कहरूभन्दा पर गएर किताबले अघि सारेको संस्थाहरूको अवधारणालाई राम्ररी केलाउनु हो। त्यसो भए यही नोगेल्सको उदाहरणबाट सुरु गरौँ न त। हुन्छ, यो भिन्नताको जड के हो त? एरिजोनाको नोगेल्स मतलब अमेरिकी संस्थाहरूको अङ्ग हो। त्यहाँका नागरिकले भोट हालेर आफ्ना नेता चुन्न सक्छन्, हटाउन पनि सक्छन्। उनीहरूलाई आफ्नो सम्पत्ति सुरक्षित छ भन्ने विश्वास हुन्छ। सरकारले सडक, स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत सेवाहरू दिन्छ। तर बारको पारिपट्टि सोनोराको नोगेल्समा अवस्था बिल्कुलै फरक छ। त्यहाँ प्रजातन्त्र त भर्खर आएको छ, तर राजनीतिज्ञहरूको भ्रष्टाचारले गर्दा मानिसहरूको जीवनस्तर उठ्नै सकेको छैन। कानून छ, तर सबैका लागि बराबर छैन। र यो कथा नोगेल्समा मात्रै सीमित छैन। उत्तर र दक्षिण कोरियाको उदाहरण हेरौँ न। हो, त्यो त झनै स्पष्ट उदाहरण हो। दोस्रो विश्वयुद्ध अघि कोरियाली प्रायद्वीप भाषा, संस्कृति, आर्थिक रूपमा लगभग उस्तै थियो। तर 1945मा 38औं समानान्तर रेखाले विभाजन गरेपछि 2 फरक राजनैतिक र आर्थिक प्रणालीहरू लागू भए। र त्यसको परिणाम आज राति स्याटेलाइटबाट हेर्दा दक्षिण कोरिया बत्तीले झलम्मल्ल छ र उत्तर कोरिया पुरै अन्ध्यारो। हो, दक्षिण कोरियाको जीवनस्तर पोर्चुगल वा स्पेन जत्तिकै छ, जबकि उत्तर कोरियाको सब सहारा अफ्रिकी देशहरूको हाराहारीमा 10 गुणा कम। एउटै मान्छे, एउटै इतिहास, तर परिणाम आकाश जमिनको फरक। हो, र यस्तै उदाहरणहरूले हामीलाई राष्ट्रहरूको असमानताका बारेमा प्रचलित तर गलत सिद्धान्तहरूलाई जाँच्न बाध्य बनाउँछ। हो, किताबले यस्ता केही सिद्धान्तहरूलाई एक गरेर खारेज गर्छ, जस्तो कि पहिलो र सबैभन्दा प्रचलित सिद्धान्त भूगोलको सिद्धान्त। गर्मी ठाउँका देशहरू गरिब हुन्छन् र चिसो ठाउँका देशहरू धनी हुन्छन् भन्ने। सुन्दा त हो जस्तो पनि लाग्छ। सबैभन्दा धनी र विकसित सभ्यताहरू त उष्णकटिबन्धीय क्षेत्रमै थिए, मेक्सिकोका एज्टेक र पेरुका इन्का। हो र? हो, त्यसबेलाको उत्तर अमेरिका, जुन आज संसारकै धनी ठाउँ हो, निकै पिछडिएको थियो। किताबले यसलाई भाग्यको उल्टो चाल भनेको छ। मतलब जो पहिले धनी थिए उनीहरू अहिले गरिब भए। एकदम। अनि जो पहिले गरिब थिए उनीहरू आज धनी छन्। यसले के देखाउँछ भने भूगोल स्थिर भए पनि भाग्य बदलिन सक्छ। ठिक छ, भूगोल कारण होइन भने अर्को तर्क आउँछ संस्कृतिको। यो सिद्धान्तले केही धर्म, नैतिकता वा काम गर्ने बानीलाई दोष दिन्छ। तर यो तर्कमा पनि समस्या छ, होइन र? एकदम। हामीले भर्खरै हेर्यौं, उत्तर र दक्षिण कोरियाको संस्कृति एउटै हो, भाषा, परम्परा सबै एउटै थियो। तर आज अवस्था कति फरक छ। हो नि। अफ्रिकाको कोङ्गो राज्यको उदाहरण पनि रोचक छ। 16औं शताब्दीमा पोर्चुगिजहरू त्यहाँ पुग्दा कोङ्गोका राजाले युरोपेली बन्दुक तुरुन्तै अपनाए, तर हलो अपनाएनन्। त्यो किन होला? बन्दुक जस्तो जटिल प्रविधि अपनाउने तर हलो जस्तो सरल र उत्पादनशील प्रविधि नअपनाउने? किनभने त्यहाँका शासकहरूका लागि दास व्यापार नै सबैभन्दा ठूलो आम्दानीको स्रोत थियो। बन्दुकले उनीहरूलाई अरू समुदायमाथि आक्रमण गरेर दास समात्न मद्दत गर्थ्यो। तर कृषि उत्पादन बढाउनुमा उनीहरूलाई कुनै प्रोत्साहन थिएन। फाइदा उनीहरूसम्म पुग्दैन थियो। मतलब यो संस्कृतिको समस्या थिएन? थिएन, यो त्यहाँको राजनीतिक र आर्थिक प्रणालीको समस्या थियो। इन्सेन्टिभको कुरा थियो। र तेस्रो तर्क हो अज्ञानताको सिद्धान्त। यसअनुसार गरिब देशका नेताहरूलाई
आफ्नो देशलाई कसरी धनी बनाउने भन्ने थाहै नभएर हो। तर किताबले भन्छ यो पनि सत्य होइन। घानाका नेता कुरुमा होस् वा कोङ्गोका मोबुतु उनीहरू अज्ञानी थिएनन्। उनीहरूले जानी जानी त्यस्ता नीतिहरू छाने हो, जसले देशलाई त गरिब बनायो तर उनीहरू र उनीहरूका आसेपासेलाई अत्यन्तै धनी बनायो र शक्तिमा टिकाइराख्यो। समस्या ज्ञानको कमी थिएन, समस्या प्रोत्साहनको थियो। यसो भए यदि भूगोल, संस्कृति वा अज्ञानताले फरक पार्दैन भने हामी फेरि त्यही नोगेल्सको प्रश्नमा फर्कियौं। किताबले भन्छ कि यसको जवाफ एउटै शब्दमा छ, संस्थाहरू। हो, राजनैतिक र आर्थिक संस्थाहरू, अर्थात् समाज चल्ने नियम कानून र प्रणालीहरू। किताबले संस्थाहरूलाई दुई भागमा बाँड्छ, समावेशी र शोषणकारी। ल, यसलाई अलि सरल बनाऊ। समावेशी आर्थिक संस्था भनेको के हो त? यो यस्तो खेल हो जहाँ सबैले भाग लिन पाउँछन्। हो, तपाईले ठीक भन्नुभयो। समावेशी संस्थाहरूले धेरैभन्दा धेरै मानिसहरूलाई आर्थिक कार्यकलापमा भाग लिन प्रोत्साहित गर्छन्। जस्तै सुरक्षित निजी सम्पत्तिको अधिकार, तपाईले कमाएको सम्पत्ति कसैले खोज्दैन भन्ने ग्यारेन्टी, निष्पक्ष कानूनी प्रणाली, एकदम, अनि नयाँ व्यवसाय खोल्न पाउने स्वतन्त्रता। अमेरिका वा दक्षिण कोरिया यसका उदाहरण हुन्। यिनै संस्थाहरूले मानिसहरूलाई मेहनत गर्न, आविष्कार गर्न प्रोत्साहन दिन्छन्। यही नै समृद्धिको इन्जिन हो। र यसको ठीक उल्टो भयो शोषणकारी आर्थिक संस्थाहरू। नामले नै बताउँछ यिनीहरू शोषण गर्न बनेका हुन्। हो, यी संस्थाहरू समाजको एउटा सानो तबका, मतलब अभिजात वर्गले अरू सबैबाट धन र सम्पत्ति खिच्नका लागि बनाएका हुन्छन्। जस्तै औपनिवेशिक ल्याटिन अमेरिकाको मिता प्रणाली हो, जहाँ मानिसहरूलाई खानीमा जबरजस्ती काम गर्न लगाइन्थ्यो, वा आजको उत्तर कोरिया जहाँ निजी सम्पत्ति नै छैन। यस्तो प्रणालीमा आम मानिसलाई कडा मेहनत गर्ने कुनै प्रोत्साहनै हुँदैन। यहाँनिर कुरा छनै रोचक हुन जान्छ। यी आर्थिक संस्थाहरू आफै बन्दैनन्, तिनीहरू राजनीतिक संस्थाहरूले बनाउँछन्। हो, यही नै किताबको सबैभन्दा महत्त्वपूर्ण तर्क हो। आर्थिक र राजनीतिक संस्थाहरू एक अर्कासँग जोडिएका छन्। समावेशी आर्थिक संस्थाहरूलाई टिकाउन समावेशी राजनीतिक संस्थाहरू चाहिन्छ। हो, अर्थात् यस्तो राजनीतिक प्रणाली जो बहुलवादी होस्, जहाँ शक्ति समाजमा व्यापक रूपमा बाँडिएको होस् र राज्यले कानून र व्यवस्था लागू गर्न सक्ने गरी केन्द्रीकृत पनि होस्। र शोषणकारी आर्थिक संस्थाहरू चाहिँ शोषणकारी राजनीतिक संस्थाहरूले जन्माउँछन्, जस्तै तानाशाही। हो, र यसले एउटा दुष्चक्र, मतलब विशेष सर्कल सृजना गर्छ। शोषणकारी राजनीतिक संस्थाहरूले शोषणकारी आर्थिक संस्थाहरू बनाउँछन्, जसले अभिजात वर्गलाई अझ धनी बनाउँछ। अनि त्यो धन प्रयोग गरेर उनीहरूले आफ्नो राजनीतिक शक्तिलाई अझ बलियो बनाउँछन्। यो चक्र तोड्न लगभग असम्भव जस्तै हुन्छ। यो शोषणकारी संस्था र दुष्चक्रको कुरा सुन्दा त मलाई त हाम्रो आफ्नै देशको याद आयो। राणा शासनलाई यो फ्रेमवर्कमा राखेर हेर्न सकिन्छ होला। निश्चित रूपमा राणा शासन शोषणकारी संस्थाहरूको एउटा क्लासिक उदाहरण नै हो। राजनीतिक शक्ति एउटै परिवारको सानो समूहमा सीमित थियो। अनि उनीहरूले बनाएका आर्थिक संस्थाहरू पनि उनीहरूकै फाइदाका लागि थिए। हो नि, देशको अधिकांश जमिन स्रोतहरूमा उनीहरूको नियन्त्रण थियो। आम मानिसहरूका लागि व्यवसाय खोल्ने वा आर्थिक उन्नति गर्ने अवसर लगभग शून्य थियो। शिक्षामा पनि पहुँच थिएन, किनभने शिक्षित जनताले उनीहरूको शासनमाथि प्रश्न उठाउन सक्थे। हो, उनीहरू अज्ञानी थिएनन्। उनीहरूले जानी जानी यस्तो प्रणाली बनाए जसले उनीहरूलाई शक्तिमा टिकाइराख्यो, चाहे देश गरिब नै किन नहोस्। यो त किताबले भनेको जस्तै भयो। यसको ठीक विपरीत समावेशी संस्थाहरूले सद्चक्र, मतलब भर्चुअस सर्कल सृजना गर्छन्। जब आम मानिसहरू धनी र शक्तिशाली हुन्छन्, उनीहरूले आफ्नो राजनीतिक अधिकारको माग गर्छन् र निरङ्कुशतालाई रोक्छन्। तर यो चक्र तोड्न असम्भव जस्तै सुनिन्छ। यदि शोषणकारी अभिजात वर्गसँग सबै शक्ति र पैसा छ भने उनीहरूलाई कसले रोक्न सक्छ र? समाजहरूको बाटो कसरी फरक हुन थाल्छ? यो नै सबैभन्दा ठूलो प्रश्न हो। किताबले यसलाई बुझाउन महत्त्वपूर्ण मोड वा क्रिटिकल जङ्क्चर्सको अवधारणा अगाडि सार्छ। मतलब इतिहासको यस्तो ठूलो घटना जसले समाजको सन्तुलनलाई खलबल्याइदिन्छ। एकदम, जस्तै ठूलो महामारी, नयाँ व्यापार मार्गको खोज वा क्रान्ति। 14औं शताब्दीको ब्ल्याक डेथ अर्थात् प्लेग महामारी एउटा यस्तै मोड थियो। एउटा भयानक घटना जसले युरोपको आधा जनसङ्ख्या सखा पारेको थियो।
तर यसले पश्चिम र पूर्व युरोपमा बिल्कुलै फरक परिणाम ल्यायो। दुवै ठाउँमा मजदुरहरूको ठूलो अभाव भयो। एउटै महामारीले युरोपको एउटा भागलाई स्वतन्त्रतातर्फ र अर्कोलाई दासतातर्फ धकेल्यो। यो त अचम्मको कुरा भयो। यस्तो किन भयो त? यसको कारण थियो सानो भिन्नता। महामारी आउनु अघि नै पश्चिम युरोपमा किसानहरू अलि बढी सङ्गठित र शक्तिशाली थिए र सामन्तहरू अलि कमजोर। त्यसैले जब मजदुरको अभाव भयो, किसानहरूले बढी अधिकार र ज्यालाको माग गर्न सके, विद्रोह गरे र अन्ततः सामन्तवादको अन्त्य भयो। तर पूर्वी युरोपमा, जहाँ सामन्तहरू पहिले नै अलिकति बढी शक्तिशाली थिए, त्यहाँ उनीहरूले किसानहरूमाथि अझ बढी शोषण गरे। उनीहरूलाई जमिनमा बाँधे र झन कडा दासत्वमा धकेले, जसलाई दोस्रो दासत्व भनिन्छ। मतलब एउटै महत्त्वपूर्ण मोडले पहिलेदेखि नै रहेको सानो भिन्नताको कारणले दुई क्षेत्रलाई बिल्कुलै फरक बाटोमा हिँडायो। हो, 17औं शताब्दीको एटलान्टिक व्यापारको विस्तार पनि यस्तै अर्को उदाहरण हो। जब अमेरिकाबाट युरोपमा व्यापारको ठूलो अवसर खुल्यो। हो, इङ्ल्यान्ड, स्पेन र फ्रान्स सबैलाई यो व्यापारबाट धनी हुने अवसर थियो। तर स्पेन र फ्रान्समा राजाहरू अत्यन्तै शक्तिशाली थिए। उनीहरूले व्यापारमा आफ्नो एकाधिकार कायम गरे, जसले उनीहरूलाई अझै शक्तिशाली बनायो। तर इङ्ल्यान्डमा राजाको शक्ति अलि कमजोर थियो, संसद अलि बलियो। त्यही सानो भिन्नताले ठूलो असर पार्यो। हो, इङ्ल्यान्डका राजाले व्यापारलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकेनन्। यसले गर्दा राजा बाहिरका व्यापारीहरूको एउटा नयाँ वर्ग शक्तिशाली भयो र यही वर्गले पछि 1688 को गौरवमय क्रान्ति मार्फत राजाको शक्तिलाई सीमित गर्यो र समावेशी संस्थाहरूको जग बसाल्यो। हो, जसले पछि औद्योगिक क्रान्तिको लागि बाटो खोल्यो। यसले के देखाउँछ भने इतिहास पूर्व निर्धारित हुँदैन, धेरै हदसम्म आकस्मिक छ। सासाना घटना र संयोगले पनि देशको भविष्य निर्धारण गर्न सक्ने रहेछ। एकदम। 1588 मा स्पेनिस आर्माडालाई आधीले ध्वस्त नपारेको भए सायद इङ्ल्यान्डको इतिहास फरक हुन्थ्यो। त्यसो भए यो सबै छलफलको सार के हो त? अन्तमा वाइ नेशन्स फेलको मुख्य सन्देश यो हो कि देशहरूको समृद्धि वा गरिबी उनीहरूको भूगोल, संस्कृति वा भाग्यले निर्धारण गर्दैन। यो उनीहरूले अपनाएका मानव निर्मित राजनीतिक र आर्थिक संस्थाहरूको परिणाम हो। नोगेल्सको बाढको दुईतर्फको कथा वास्तवमा पुरै संसारको कथाको एउटा सानो रूप हो र पुस्तकले हामीलाई एउटा चुनौतीपूर्ण विचारसहित छोडेर जान्छ। समाजहरू स्वाभाविक रूपमा वा सजिलैसँग समावेशी बन्दैनन्। शोषणकारी प्रणालीबाट लाभ उठाउने अभिजात वर्गले सधैँ परिवर्तनको प्रतिरोध गर्दैछ। उनीहरू आफ्नो शक्ति र सम्पत्ति गुमाउन चाहँदैनन्। यसले आजको लागि एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। शक्तिमा बस्नेहरूले परिवर्तनबाट सबै कुरा गुमाउने अवस्था हुँदा समाजहरू शोषणकारी संस्थाहरूको त्यो दुष्चक्रबाट कसरी बाहिर निस्कन सक्छन्? र बाहिर निस्किसकेपछि पनि ती समावेशी संस्थाहरूलाई कसरी जोगाइराख्ने? यो प्रश्नको जवाब खोज्नु नै आजको विश्वको सायद सबैभन्दा ठूलो चुनौती हो।